आज म हजुरहरूलाई झुटो बोलेर बाकायो बाकायो भन्दा एक दिन साँच्चीकै बाकाएको कथा सुनाउँदैछु है। ल सुनौँ है त। एका देशमा वरिपरि पहाडले घेरेको हरियाली वन जङ्गलको बिचमा एउटा सानो गाउँ थियो। त्यही गाउँको पल्लो छेउको एउटा सानो घरमा मिन्टु नाम गरेको केटो बस्ने गर्थ्यो। मिन्टुले गाउँभरिकै बाख्रा चराउने जिम्मा लिएको थियो। ऊ बाँसुरी बजाउँदै बजाउँदै बिहानै बाख्राहरूलाई दौडाउँदै हाँस्दै नाच्दै बाख्रा चराउन जाने गर्थ्यो। मिन्टुले बाघ कहिल्यै देखेको थिएन, तर उसले सुनेको मात्रै थियो। पर डाँडा पारी बाघ आउँछ रे। एक दिन उसलाई रमाइलो गर्न मन लाग्यो। ऊ डाँडाको टुप्पोमा उभियो र तल गाउँतिर फर्केर चिच्याउँदै भन्न थाल्यो, बाघ आयो, बाघ आयो, मेरो बाख्रा खायो, आउनुहोस् गाउँले हो, मलाई बचाउनुहोस्। गाउँलेहरू पनि हो हल्ला गर्दै, कोही गोरुमाथि चढ्दै, कोही लाठी समातेर त्यहाँ मिन्टु बाटामा आयो। तर बाख्राहरू त आनन्दले चढिरहेको थियो अनि मिन्टु चाहिँ हाँसिरहेको थियो। यो देखेर गाउँलेहरू रिसायो अनि मिन्टु चाहिँ भन्न थाल्यो, मैले झुटो बोलेँ, ठट्टा गरेँ, उल्लु बनाएँ। अनि गाउँलेहरूले भन्न थाले, एकचोटिलाई भइगयो, तिमी सानै छौ, अबदेखि फेरि कहिले झुट नबोल्नु। यति भनेर गाउँलेहरू त्यहाँबाट गयो। मिन्टुले गाउँलेहरू सबैलाई छक्काएँ भनेर ऊ खुसी हुन थाल्यो। एक हप्ता जति पछि मिन्टुलाई गाउँलेहरूलाई छक्काउन मन लाग्यो अनि फेरि ऊ त्यो डाँडामा गएर चिच्याउन थाल्यो, बाघ आयो, बाघ आयो, गाउँलेहरू बचाऊ, बाख्रा सबै खायो। यो सुनेर फेरि गाउँलेहरू दौडिँदै आए। त्यहाँ आउँदा त बाख्राहरू आनन्दले चढिरहेको थियो अनि फेरि पनि मिन्टु हाँसिरहेको थियो। यो देखेर गाउँलेहरू धेरै रिसायो अनि भन्न थाल्यो, अबदेखि यसको कुरा हामी कहिल्यै नपत्याउने। हेर्दै जा, जुन दिन तँलाई दुःख पर्छ त्यो दिन हामी त बाटामा आउने छैनौँ। यस्तो भनेर गाउँलेहरू उसलाई कराउँदै गए। त्यसपछि केही दिन शान्तै बित्यो। फेरि एक दिन मिन्टु बाख्रा चराउँदै थियो। मौसम अलिक गम्भीर थियो। अचानक झाडीमा केही हल्लिए जस्तो देख्यो अनि घुर आवाज पनि आउन थाल्यो। त्यहाँ साँच्चीकै बाघ आयो। ठुलो थर परेको आवाज, रातो आँखा र ठुलो दाँत। मिन्टुले साँच्चीकै आज चाहिँ बाघलाई देख्यो। ऊ बाँसुरी फ्याँक्दै चिच्याउँदै भन्न थाल्यो, बाघ आयो, बाघ आयो, साँच्चीकै बाघ आयो, बाख्रा खाँदैछ, गाउँलेहरू आज साँच्चीकै बाघ आयो। तर गाउँलेहरूले उसको कुरा पत्याएनन्। त्यहाँ कोही पनि गाउँले आएनन्। सबैले सोचे फेरि उही झुट होला, हामीलाई छक्काउने बहानामा यो छट्टु केटोले फेरि हामीलाई झुट बोल्यो। बाघले त्यति बेलासम्म 2वटा बाख्रा तानिसकेको थियो अनि मिन्टु त्यहीँ रोइरहेको थियो। भोलिपल्ट बिहान गाउँलेहरू बाख्रा हराएको थाहा पाएर त्यहाँ आए। त्यहाँ आउँदा त मिन्टु भक्कानिएर लाजले झुकिरह्यो। उसले गाउँकै चौतारीमा सबैको अगाडि उभिएर भन्यो, अब म कहिल्यै झुट बोल्दिनँ। रमाइलोको लागि झुट बोलेर मैले आफ्नो विश्वास गुमाएँ। त्यहीँ भएको गाउँले बुढाबाले भन्नुभयो, तिमी अहिले सानै छौ, तिमीबाट गल्ती भयो, तर अबदेखि सचेत भएर हिँड है अनि कहिल्यै झुट नबोल। त्यस दिनदेखि मिन्टुले सधैँ सत्य बोल्यो र कहिल्यै त्यस्तो मजाक पनि गरेन। अन्त्यतः त्यस दिनदेखि फेरि सधैँ मिन्टु बाख्रा चराउन जान थाल्यो। तर यो चोटि बाँसुरी मात्रै होइन, साथमा सत्य बोल्ने बाचा र कसम पनि लिएर जाने गर्यो। हामीले झुट बोलेर रमाइलो गर्दा साँचो बेला कोहीले पनि पत्याउँदैन। सत्य बोल्यौँ भने विश्वास बढ्ने हो र विश्वास नै जीवनको असली शक्ति हो।
हजुरहरूलाई यो बालकथा कस्तो लाग्यो? हजुरहरूकै रोजाइमा अरू धेरै कथाहरू लिएर आउनेछु। हजुरहरूलाई कस्तो कथा मनपर्छ मलाई कमेन्ट बक्समा भन्नुहोला है। धन्यवाद।